हामी दुई भाइ गुम्बामा आएको छौँ बुद्ध जयन्ती मनाउन। अनि हेर्नु त पानी यस्तो जमेछ, पुरै भ्याकुताहरू बसिरहेको रहेछ। यहाँको पौडी सबै पौडी खेलिरहेछ। एकजना अभिभावक चाहिँ हाम्रो चेन्ड्रेसीको स्पोन्सर है, चेन्ड्रेसीको स्पोन्सर रहेको छ। अनि चिम्डा त यहाँ चाहिँ हाम्रो छेउमा बाल्ने ठाउँ हो। चिम्डा बिस्तारै मसी जमाइ हामी दुई भाइ गुम्बामा आएको छौँ बुद्ध जयन्ती मनाउन। अनि हेर्नु त पानी यस्तो जमेछ, पुरै भ्याकुताहरू बसिरहेको रहेछ। यहाँको पौडी सबै पौडी खेलिरहेछ। खोला डेन्जर भइरहेछ यार। रमाइलो भइरहेछ। बिहानको मौसम चिसो मौसम, हावा खाँदै टक्क आउँदाखेरि भ्याकुताको बाजा बजिरहेछ। आमा तिनवटा यार। नि यस प्रकारको सजाएको छ गुम्बा चाहिँ। लुङ्गा दार्जीहरू टाङ्गेर राम्रो देखिरहेछ। अनि हाम्रो बौद्ध हिमाल पनि एकदम बवाल देखिरहेछ है साथीहरू। अनि घाम माथिबाट घाम लाग्दैछ। सायद आज चाहिँ हिजोको जस्तो पानी पर्दैन होला होइन। मौसमले राम्रै साथ दिन्छ भन्ने आशा छ बुद्धको कृपाले। अनि आशा छ हाम्रो देश विदेशमा छरेर बस्नुभएको साथी भाइ दिदी बहिनी सबैलाई ह्याप्पी बुद्ध जयन्ती। अनि बुद्धको आशीर्वाद सबैलाई सधैँ चाहिँ रहिरहोस् भन्ने म आशा गर्दछु होइन। अनि हाम्रो म्युजिक सिस्टमहरू चालु छ, बस्दैछ मजाले, सरसफाइ चल्दैछ। ओ मास्टरजी के भन्नुहोस् त? बुद्ध जयन्ती सबैलाई बुद्धले चाहिँ शान्ति हजुर सबै यो आजको पूजाको दिनमा चाहिँ सबै पारपाकीहरू आएर पुनः चाहिँ अब हाम्रो बुद्ध भगवानको दर्शन गर्नु म विशेष अनुरोध गर्न चाहन्छु। ल हस् त, धन्यवाद। ल दाइ र मलाई चाहिँ लुङ्गा टाङ्ने काम पाएको छ। अब लुङ्गा टाङ्नु पर्यो होइन। के कसो दाजु? ठिकै हो? कतिको ठिकै हो? 100मा 100 कि 200मा? ल ठिक छ। ल हामी दुईजना चाहिँ लुङ्गा टाङ्दैछौँ। अनि अहिले तयारी भइरहेको छ। हिजो चाहिँ अब पानी परेको कारणले तयारी चाहिँ अलिकति हुन पाएन। अनि बिस्तारै गाउँको मान्छेहरू पनि जम्मा हुँदैछन्, आइरहेको छन्, आउने क्रम जारी नै छ, आइरहेको छ। अनि दुईजना चाहिँ लुङ्गा टाङ्ने हो अब।
बुद्ध जयन्ती है ह्यापी बुद्ध जयन्ती सबैलाई बुद्ध जयन्तीको शुभकामना Kali, kalau mau tadi kita bikin di sana. नमस्ते है बाजे नमस्ते अनि ह्यापी बुद्ध जयन्ती है बाजे बुद्ध जयन्तीको शुभकामना हिजो पानी परेर क्या Oh
चाहिँ हाम्रो चेन्ड्रेसीको स्पोन्सर है चेन्ड्रेसीको स्पोन्सर रहेको छ अनि हजुरको नाम तम्मगले ओके अनि हजुरको नाम चेतबहादुर गले ल एकदम धन्यवाद है हजुरहरूलाई है त ल ल ल मान्छेको घोइचो चलिरहेछ साथीहरू है हेर्नुहोस् होला मजाले एकदम भिडभाड भइरहेछ आज बुद्ध जयन्तीको माहौल रहेको छ खेला
यस्तै रूपले आर्ट सुरु गर्नु हरिनाम भन्ने सङ्गीत राम गरेको आउनु भएन त हो अनि आउँदै गर्ने म नाम भन्दै गर्छु ढिलो नगर्नु यस्तै अहिले चाहिँ हाम्रो सम्मान कार्यक्रम रहेको छ यस्तै रूपले हाम्रो रुसु 1,01,191 रुपैयाँ मनोज जापान महागणी जापान भन्दा बढी रकम सहयोग प्राप्त भएको छ 4 लाख 2 जनाबाट 20,050 रुपैयाँ कान्छी गले र श्रीमती गुरुङ इन्डियन आर्मी क्याप्टेन शेरबहादुर गले बाट 1,01,150 रुपैयाँ यस्तै श्री मितबहादुर गले ब्रिटिस आर्मी 1,01,881 रुपैयाँ आज आफूलाई उहाँको आर्मीमा सहयोग गर्नुभएको छ उहाँले चाहिँ थाङ्गा चाहिँ डोनेसन गर्नुभएको छ यसको मूल्य 1,80,000 स्वयं इन्डियामा आन्दोलन व्यक्त गर्नुहुन्छ हेर्नुको जनताका मलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ यस्तै सन्देशले चिम्टा त यहाँ चाहिँ हाम्रो छेउमै बाल्ने ठाउँ हो चिम्टा बिस्तारै बसेछ भाइ यता चाहिँ खानाको कार्यक्रम रहेको छ हाम्रो नानी घरमा आज खानाको पनि सुविधा छ बाँध्दै बेटे दाइ र ल ल ल चिकाउँछ न ल गचा छ ल खानाको कार्यक्रम भइरहेको छ खेलाते चिङ सो